जय दक्षिण काली माता। जय श्रीराम। आज दक्षिण काली मन्दिर जानलाई नुहाएर भएमा रेडी। लाए थोरै मोइस्चराइजर, मजाले त्यसलाई धोले फेसमा, अनि जे जति कालो भयो नि सनस्क्रिन त लाउनै पर्यो। त्यही भएर लाए डी डर्माको सनस्क्रिन अनि लाए कपालमा तेल। कपाल त मिलाउनै पर्यो। ढ्यान त्यसपछि चेन्ज गरे आफ्नो लुगा। कस्तो देखेको छु कमेन्ट गरिदिनु होला। अनि दिदीले दिएको गिफ्ट घडी त लाउनै पर्यो। घडीको साथसाथै लाए औँठी अनि बासाउने नि हुनु नै पर्यो। सिस 2-4 स्प्रे पर्फ्युम लाए अनि खाए थोरै चिया। त्यसपछि लागे बल्खु। बल्खुमा चढ्यौँ हामी ट्याक्सी। दाइले हाल्नुभयो पेट्रोल अनि चोबारको डाँडा हेर्दै कोचाकोच गर्दै लाग्यो दक्षिणकाली मन्दिरतिर। सरर भ्यू पनि हेर्नु। दक्षिणकाली गेट नै पुगियो। यो चाहिँ यहाँको शुद्ध पानी। हात खुट्टा धोएर गयो अगाडि। आज ढिला पुगेर 1 बजेसम्म मन्दिर नै बन्द। त्यसपछि सबै बसेर गेट खुल्ने बाटो हेऱ्यौँ र गेट खुल्यो। पूजा नि गरे। तपाईँहरूले पनि दक्षिणकाली माताको दर्शन गर्नुहोस्। खिचे 2-4 वटा फोटो। माइजूको नि बनाइदिए भिडियो अनि किनी मिठो खुवाको मिठाई चाखेरै नै दिनुभएको त्यो दाइले। अनि खायौँ थोरै खाजा। खाजा खाएर लाग्यौँ बसमा। बस खाली नै थियो भने किन पैसा फाल्नु, त्यही भएर हामी बसमा लाग्यौँ अनि पुगियो किर्तिपुरको नयाँ बाटो। त्यसपछि त हालत खराब। यो भमिट हुने मान्छे बसमा चढ्ने नै होइन। दिदीहरूलाई भमिट भएर नयाँ बाटोबाट किर्तिपुरसम्म हिँड्दै पुग्नु पर्यो त्यो सानो भान्दा भान्जीहरूलाई बोकेर। त्यसपछि पुग्यौँ हामी किर्तिपुर अनि फाइनल्ली आफ्नो रुम पनि पुगे। कस्तो लाग्यो भिडियो कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।